Hello, Bikil. Hello, Dai. Good afternoon. Good afternoon. Congratulations on your visa grant to US. Thank you, Dai. मलाई तिम्रो प्रोफाइल भन्छौ हुन्छ म चाहिँ यहाँ पोखरा टेक्निकल स्कुलबाट 3 इयर्स डिप्लोमा इन होटल म्यानेजमेन्ट 2024 पास आउट भएको। मैले चाहिँ 86.33% जुन चाहिँ 3.40 जिपिआई इक्विभ्यालेन्ट हो। म चाहिँ मेरो पिटीको कुरा गर्न पर्दा चाहिँ मैले चाहिँ 71 ओभरअल 71 नट लेस देन 60 ल्याएको थिएँ। सो तिमी कुन चाहिँ युनिभर्सिटीको लागि अप्लाई गरेका थियौ? मैले चाहिँ आर्कान्सा स्टेट युनिभर्सिटी। के थियो तिम्रो लाइक स्कलरसिप्सहरू केही यताउति केही थियो? मेरो टोटल सिओए चाहिँ 28,350 थियो र मैले चाहिँ $5,682 स्कलरसिप पाएको थिएँ। स्कलरसिप घटाएर चाहिँ टोटल सिओए चाहिँ मेरो $22,318 थियो। सो तिम्रो युएस भिजा इन्टरभ्यूको एक्सपिरियन्स कस्तो रह्यो? एक्सपिरियन्स त एकदम राम्रै भयो भनौँ। सुरुमा चाहिँ म अब काउन्टर नम्बर 6 मा बढेको थिएँ। मलाई चाहिँ सुरुमा अफिसरले गुड आफ्टरनुन भन्नुभयो, मैले गुड आफ्टरनुन भने र ट्रान्सक्रिप्टहरू मैले पास गरिदिएँ र वाइ बिजनेस एडमिनिस्ट्रेसन भनेर सोध्नुभयो र मैले त्यसको एन्सर दिएँ। अनि हु आर स्पोन्सर्स भनेर सोध्नुभएको थियो, मैले चाहिँ माई फादर एन्ड मदर आर माई स्पोन्सर्स भनेर भने। अनि त्यहाँपछि चाहिँ वाट आर यर प्लान्स आफ्टर ग्रेजुएसन सोध्नुभएको थियो र मैले एकदम कन्फिडेन्स साथ भनिदिएँ अब आफ्नो प्लानहरू नेपालमा आइसकेको छ भनेर। मैले चाहिँ मेन चाहिँ रेस्टुरेन्ट खोल्ने भनेर भनेको थिएँ। अनि वाट्स यर फेभरेट रेस्टुरेन्ट इन काठमाडौँ भनेर सोध्नुभयो। म चाहिँ अफिसर म चाहिँ काठमाडौँको होइन, म पोखराको, खासै थाहा छैन भनेर भनिदिएँ। अनि पोखराको फेभरेट रेस्टुरेन्ट सोध्नुभयो अनि भनिदिएँ। अनि ग्रिन स्लिप दिनुभयो अनि बाहिर आएँ, खुसी लाग्यो। ओके, अरूलाई चाहिँ के सजेसन गर्छौ विकल तिमी? मैले चाहिँ जे होस् अरूलाई नि अप एडुकेट नै आउनु भन्छु। यहाँ चाहिँ हजुरले एकदम घरमा जस्तै होमली इन्भाइरोमेन्टमा आफ्नो प्रोसेस अघि बढाउन सक्नुहुन्छ। हजुरलाई चाहिँ यहाँ मक टेस्ट नि अब आफैले एन्सर बनाउन सक्नुहुन्न भने एकदम डिस्कस गरेर आफ्नो इन्ट्रेस्ट के छ त्यसमा एन्सर बनाउन सक्नुहुन्छ र अफकोर्स कन्फिडेन्ट त गेन भइहाल्छ। यहाँ चाहिँ एकदम फ्रेन्डली दाइ दिदीहरू हुनुहुन्छ। त्यही भएर आउनुहोस् अप एडुकेट र ग्रिन स्लिप लिएर जानुहोस्।